विशालको ठुलो भल पहिरोको कारण अर्को शरीर बनाएको छ स्टिल अवस्था। ब्रिज पनि एकदम काम चल्दो रहेछ। त्यो ब्रिज जो छोपेको ब्रिज तर फेरि मर्मती हुने काम भइरहेको छ। एकदमै राम्रो ब्रिज बनेको थियो तर यो भल पहिरो कारण थुप्रै छोपियो। त्यो स्टिल यो सबै भत्ताभुङ्ग भएर भत्किएको छैन, स्टिल स्ट्यान्डिङ। धमाधम काम चलिरहेको छ यो पहिरोमा। त्यसको नजाराहरू तपाईँको ग्लास तल खोला देखिन्छ यहाँबाट। ग्लास लगाएको छ। यो बाटो हुँदै सुनकमान निक्लिन्छ। तल्लो ब्रिज पनि देखिन्छ। बाटो यस्तै छ, आधी बाटो चाहिँ जीर्ण छ। रफ रोड road to see soon. This road will be constructed. बनिएर यहाँ जना आउन सकिन्छ होला।